भजन 35 उद्धारका निम्ति प्रार्थना। हे परमप्रभु, मसित झगडा गर्नेहरूसित झगडा गर्नुहोस्। मसित युद्ध गर्नेहरूको विरुद्धमा युद्ध गर्नुहोस्। कवच पहिर्नुहोस् र ढाल लिनुहोस् अनि मेरो सहायताका निम्ति खडा हुनुहोस्। भाला पनि थुत्नुहोस् र मलाई खेद्नेहरूका विरुद्धमा बाटो छेक्नुहोस्। मेरो प्राणलाई भन्नुहोस्, तेरो उद्धार म नै हुँ। मेरो प्राण लिन खोज्नेहरू लज्जित होउन् र शर्ममा परुन्। मेरो हानि रच्नेहरू पछि हटुन् र शर्ममा परुन्। तिनीहरू बतासको सामु भुस जस्ता होउन् अनि परमप्रभुको दूतले तिनीहरूलाई खेदुन्। किनकि बिना कारण तिनीहरूले मेरो निम्ति खाडलभित्र जाल लुकाए, जुन खाडल बिना कारण तिनीहरूले मेरो निम्ति खनेका थिए। एक्कासी तिनीहरूमाथि विनाश आइपरोस् र तिनीहरूले लुकाएका जालमा तिनीहरू आफै परुन्। त्यही विनाशमा तिनीहरू आफै नष्ट होउन्। तर मेरो प्राण परमप्रभुमा आनन्दित हुनेछ र उहाँको उद्धारमा रमाउनेछ। मेरा सबै हड्डीले भन्नेछन्, हे परमप्रभु, तपाईँ जस्तो को छ र? तपाईले दुःखमा परेकालाई ऊभन्दा बलिया मानिसहरूबाट छुटाउनुहुन्छ। साँच्चै गरिब र दरिद्रलाई उसलाई लुट्नेहरूबाट छुटाउनुहुन्छ। झुट्टा साक्षीहरू खडा भए, तिनीहरूले मलाई थाहै नभएका कुरामा दोष लगाए। तिनीहरूले मलाई शोकित होउन्जेल भलाइको सट्टामा खराबी गरे। तर मैले त तिनीहरू बिरामी हुँदा भाङ्राको वस्त्र लगाएँ। उपवास बसेर मैले आफैलाई नम्र तुल्याएँ अनि मेरो प्रार्थना मतिरै फर्क्यो। आफ्नै साथी वा भाइलाई झैँ मैले व्यवहार गरेँ। आफ्नै आमाको निम्ति विलाप गर्नेले झैँ मैले धेरै शोक गरेँ। तर मेरो विपत्तिमा तिनीहरू रमाए र एकसाथ भेला भए। साँच्चै ती आक्रमणकारीहरू मेरो विरुद्धमा एकसाथ भेला भए अनि तिनीहरूले लगातार मेरो निन्दा गरे। भोजमा उपहास गर्ने कपटीहरूसँगै तिनीहरूले मेरो विरुद्धमा दारा किटे। हे परमप्रभु, तपाईँ कहिलेसम्म हेरिरहनुहुन्छ? मेरो प्राणलाई तिनीहरूका आक्रमणबाट र मेरो जीवनलाई ती सिंहहरूबाट बचाउनुहोस्। ठुलो सभामा म तपाईँलाई धन्यवाद चढाउनेछु। धेरै मानिसको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। बिना कारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाउन्, न त बिना कारण मलाई घृणा गर्नेहरूले आँखा सर्काउन पाउन्। किनकि तिनीहरू शान्तिका कुरा गर्दैनन्, तर देशमा शान्तिसित बस्नेहरूका विरुद्धमा छल कपटका युक्ति रच्छन्। साँच्चै तिनीहरूले मेरो विरुद्धमा आफ्नो मुख बाएर भने, आहा आहा, हामीले आफ्नै आँखाले यो देख्न पायौँ। हे परमप्रभु, तपाईँले यो कुरा देख्नु भएको छ। चुप नलाग्नुहोस्। हे परमप्रभु, मदेखि टाढा नहुनुहोस्। जाग्नुहोस्, मेरो न्यायका निम्ति उठ्नुहोस्। हे मेरा परमेश्वर, मेरा परमप्रभु, मेरो रक्षाका निम्ति खडा हुनुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, तपाईँको धार्मिकता अनुसार मेरो न्याय गर्नुहोस् अनि तिनीहरू मेरो विरुद्धमा रमाउन नपाउन्। तिनीहरूले आफ्नो हृदयमा आहा, हामीले चिताएको पुग्यो भन्न नपाउन्, न त तिनीहरूले हामीले त्यसलाई निल्यौँ नै भन्न पाउन्। मेरो विपत्तिमा रमाउनेहरू लाज र अन्योलमा परुन्। मेरो विरुद्धमा आफैलाई उच्च पार्नेहरू लाजमा परुन् र अपमानित होउन्। मेरो न्यायको पक्ष लिनेहरू आनन्दले कराउन् र हर्षित होउन्। साँच्चै उनीहरूले निरन्तर रूपमा यसो भनिरहन्, आफ्नो दासको उन्नतिमा प्रसन्न हुनुहुने परमप्रभुको बढाई होस्। अनि मेरो जिब्रोले दिनभरि नै तपाईँको धार्मिकता र प्रशंसाको बयान गरिरहनेछ।